एक नम्बरमा चाहिँ राइडरहरूको हक हित र सुरक्षाको लागि काम गर्ने भनेर लेखेको छौँ होइन। हाम्रो फवानी साइडको सराको फवानी दुर्घटना बिमारी मृत्यु वा लामो समय काम नगरी बसेको अवस्थामा सहयोग गर्ने त्यो कारण बुझ्नु जरुरी छ। त्यो मान्छेको के कारणले कस्तो भइरहेछ, कतिपय मान्छे जाँडरसी खाएर हिँडिरहन्छ, जाँडरसी खाएर एक्सिडेन्ट भइरहेछ र अझ अरे ऊ जाँडरसी खाएर हामीले किन सहयोग गर्ने उसलाई होइन। अब कतिपय मान्छे के हुन्छ भन्दाखेरि ऊ काम गरेको छैन, ऊ महिनाभरि काम गर्दैन, उसको सेलेरी आएन, लाउन सहयोग गर्नु पर्यो। ऊ काम नगर्ने हामीले किन सहयोग गर्ने, त्यो कति ठाउँमा हुन्छ नि त। वेलकम ब्याक शिव बसल युट्युब च्यानल। सो आजको भिडियोमा हजुरहरूलाई स्वागत छ र लुम्बिनी ड्रिम गार्डन गेस्ट हाउसबाट चाहिँ मैले भ्लगिङ स्टार्ट गरेको र आज भनेको चाहिँ हाम्रो यहाँ नेपाल राइडर कम्युनिटीको मिटिङ छ होइन, मिटअप पनि छ र हेलो सर के छ नमस्ते। कता राइडरहरू जम्मा भएको, कति नम्बरमा पार्टी हो 108 हो। अनि आजको हाम्रो भेट्नुको कारण चाहिँ के हो त होइन, साथीभाइहरूसँग रमाइलो त गऱ्यो, रिसर्ट गयो, पिकनिक गयो होइन। तर आज भनेको चाहिँ हाम्रो मेन उद्देश्य भनेको चाहिँ तपाईँको आजको भिडियोमा तपाईँले देख्न सक्नुहुनेछ। यदि तपाईँहरू बाइक राइडरको रूपमा आउँदै हुनुहुन्छ अथवा आउने सोच्नु हुनुहुन्छ अथवा आइसक्नु भएको चाहिँ यहाँ काम गर्दै हुनुहुन्छ भने तपाईँहरूलाई यस ग्रुपको आजको भिडियोमा चाहिँ तपाईँले सबै विवरण थाहा पाउनुहुनेछ। सन्चै हुनुहुन्छ नि? हेलो सर, ल ढिलो भयो, आइएम सरी। कानसम्म तयार क्या हाम्रो फवानी साइडको सराको फवानी के पार्टी चल्दैछ ल सबैलाई हेलो एभ्रिवान, वेलकम ब्याक टु माई हेलो सर, नमस्ते नमस्ते सबैजनालाई है, सबैजनालाई ढिलो भयो, आइएम सो सरी। क्यामेराम्यान भन्दैछु आज त चाहिँ अब यत्रो सिधै ल आफू भने क्यामेराम्यान बन्न लाग्यो यार। म त क्यामेराम्यान भन्दैछु यार। हामीलाई थाहा छैन होइन, हामीलाई थाहा छ नि। हामीले चाहिँ एउटा जुन अहिले भइरहेको एडमिनबाटै हामीले छोटो एउटा नियमहरू बनाएको छौँ, हाम्रो क्राइटेरियाहरू बनाएको छौँ होइन। त्यसमा चाहिँ तपाईँहरूले आफ्नो आफ्नो मन्तव्य राख्न सक्नुहुन्छ है। एनआरसी एउटा हाम्रो ग्रुपलाई चाहिँ सबै कुरो एनालाइसिस गरेर चाहिँ नियमावली तयार पारेका छौँ होइन। एक नम्बरमा चाहिँ राइडरहरूको हक हित र सुरक्षाको लागि काम गर्ने भनेर लेखेका छौँ होइन। दुर्घटना बिमारी मृत्यु वा लामो समय काम नगरी बसेको अवस्थामा सहयोग गर्ने, राइडरहरू बिच एकता र सहयोगको भावना विकास गर्ने। किनभने हामीले यहाँ कसैलाई पनि चिनेको छैन। मैले आज भनिदियो भने हामी यहाँ जतिजना पनि छौँ एकले अर्कोलाई चिनेको छैन नि त। हामी चिन्ता गरौँ होइन, सबैजना एउटा सहयोगी भावनाले अगाडि बढौँ भन्ने हो है। नियमावलीको 2 नम्बरमा छ सदस्यता है। युएईमा कार्यरत कुनै पनि नेपाली राइडर सदस्य बन्न सक्ने है हामी कसैलाई पनि भेदभाव गर्दैनौँ है। सदस्यता स्वीकृत भएपछि मात्र सदस्यको अधिकार प्राप्त हुने। यो चाहिँ नियमको अगाडि नै किन राखिहालेको भन्दाखेरि चाहिँ भोलि हाम्रो फर्स्ट प्रायोरिटी चाहिँ हाम्रो सदस्यलाई नै हुन्छ है, हाम्रै मेम्बरलाई हुन्छ। हामीले बाहिर पनि हेर्ने हो, तर हाम्रो फर्स्ट प्रायोरिटी चाहिँ सदस्यलाई नै हुन्छ है। मेन चाहिँ हाम्रो उद्देश्य चाहिँ अहिलेको यही सहायता कोष एउटा कोष खडा गरौँ भन्ने उद्देश्य हो हाम्रो है। हामीले मासिक चाहिँ 20 एडी चाहिँ न्यूनतम राखेको छ है। 20 एडीबाट चाहिँ सदस्यता चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। कोषको सम्पूर्ण हिसाब चाहिँ पारदर्शी राखिनेछ है। हरेक महिना चाहिँ हामी यसै गरी नै मिटिङ गरेर यो महिना भएको खर्च र आय व्ययको हिसाब चाहिँ हाम्रो एडमिन टिमले बुझाउँछ है तपाईँहरूलाई सबैलाई। हाम्रो सदस्यता लिएको मान्छेले कुनै पनि समस्या परेर चाहिँ 1 महिनासम्म काम नगरिकन बसेको छ भनेदेखि उसको चाहिँ एउटा हाम्रो एडमिन टिमले गएर उसलाई एनालाइसिस गर्छ र उसको अवस्था हेरेर हाम्रो एनआरसी टिमबाट चाहिँ सहयोग गर्ने व्यवस्था छ है। कुनै पनि एउटा गैर सदस्य हाम्रो सदस्य बिना पनि त नेपाली राइडर हो, ऊ त नेपाली हो नि त, हामीले हेर्न त गर्नुपर्ने हुन्छ नि त। भोलि यो अवस्थामा चाहिँ हामीले कसरी हेर्न सकिन्छ भन्दाखेरि भोलि हामीले एडमिनले छलफल गरेर पनि निष्कर्ष निकाल्न सकेन भने हाम्रो सदस्य जतिजना छ जस्तै 100 जना हुन्छ, 100 जनामा हामी भोटिङ सिस्टम राख्छौँ। भोटिङ सिस्टममा अब गर्नुपर्छ भन्ने र गर्नु पर्दैन भन्नेमा बहुमतको आधारमा गर्ने निर्णय छ है। के छ यसमा सबैजना ठिक छ नि? एकदम हुन्छ।
कोष खडा भयो, कोष खडा गरियो। अब त्यो कसरी चलाउने त भन्ने चाहिँ 5औं नम्बरमा कोषको प्रक्रिया छ है। कोषको प्रक्रियामा चाहिँ 1 नम्बर बुँदामै मैले यो राखेको छु कि एकल व्यक्तिले चाहिँ निर्णय गर्न नपाउने है। कोष भनेको चाहिँ त्यो चाहिँ सबैको विश्वासमा चलेको कोष हो होइन। तर पनि हामी भावनाको आधारमा चाहिँ गर्दैनौँ, हामी एउटा नियम बनाएर नियमावलीमै अगाडि बढ्छौँ है। अनुशासन भन्ने कुरा पनि राखेँ है। अनुशासन चाहिँ अब हामी जातीय, धार्मिक, राजनीतिक विवाद फैलाउन नपाइने है। समूहको नाम दुरुपयोग गर्न नपाउने रहेछ है अनुशासनमा। हाम्रो एनआरसीको टिम चाहिँ देखाएर अब जस्तै अहिले हाम्रो यत्रो टोली छ, हाम्रो चाहिँ एनआरसी टोली चाहिँ यस्तो यस्तो छ भनेर कसैले चाहिँ बाहिर लगेर होइन हुन्छ नि त, कसैको नियत के हुन्छ, कसैको के हुन्छ। अब गएर यहाँ देखाएर मेरो फौज यति छ ल के हो कसो हो, कसैलाई धम्काउँला, कसैलाई ठकाउँला होइन। यदि भोलि त्यस्तो भेटियो भने चाहिँ एनआरसीले नै कारवाही गर्छ है। अहिलेसम्म गरेको कामहरूबाट सबै चन्दै उठाएर गइरह्यो नि त। अब चाहिँ यो चन्दा उठाउने झन्झट नगरौँ भनेर नै हामीले कोष खडा गर्न खास गरी हामीले घटनाको गम्भीरता हेर्ने र कोषको अवस्था हेर्ने काम भनेको चाहिँ एडमिनको नै हुन्छ है। किन भन्दाखेरि अब घटना पनि छानबिन गर्नुपर्ने हुन्छ होइन, कसैले पनि दुरुपयोग नगरोस् भन्ने हिसाबले है। नमस्कार है, मेरो नाम राजीव होइन। अब हामी सबैजना कहिले भेटेको पनि होला, कतिपयमा भेटेको पनि होला होइन। जति भयो नि हामी सबैजना एउटै के छ, एउटा हामी एउटा परिवार र एउटै घरको एउटै चुलोमा खाएको जस्तो हामी बनेर आएको छौँ। मलाई लागेको कुरा मैले त भन्न पाउँछु भनेर जस्तो लाग्छ होइन। किनभने म तपाईँहरूले समूह खोलाउनु भएको र म यहाँ पैसा बचत गर्छु भनेर आएको होइन। हामी एउटा सबैजना एउटा के अरे यो सरसहयोगको भावनाले गर्दा हामी यहाँ आएको र हामी सबैजना यहाँ छौँ। किन नत्र यहाँ के तपाईँ सबैको आफ्नो ड्युटी हुन्छ, सबैको आफ्नो एउटा छुट्टी लियो। अब कोही रसी खाएर बस्छौँ, कोही कतै घुम्न जाउँ होइन। यहाँ भेला हुने कुनै पनि हुँदैन नि त। किनभने यो हामीले कुनै एउटा यो संस्था चलाउन लागेको संस्था मतलब हामीले इन्भेस्ट गर्न खोजेको होइन नि त। यो भनेको हाम्रो एउटा सहयोगको भावनाले गर्दा हामी सबै सहयोग गर्न खोजेको होइन। एक्कासी आइपरेको खण्डमा चाहिँ यस्तो हुन्छ नि त, कोही आइपर्छ कोही के कारण, तर त्यसमा हरेक कुराको चाहिँ त्यो कारण बुझ्नु जरुरी छ। त्यो मान्छेको के कारणले कस्तो भइरहेछ, कतिपय मान्छे जाँडरसी खाएर हिँडिरहन्छ, जाँडरसी खाएर एकछिन भइरहेछ अझ अरे ऊ जाँडरसी खाएर हामीले किन सहयोग गर्ने उसलाई होइन। अब कतिपय मान्छे के हुन्छ भन्दाखेरि ऊ काम गरेको छैन, ऊ महिनाभरि काम गर्दैन, उसको सेलेरी आएन लगाउन सहयोग गर्नु पऱ्यो। ऊ काम नगर्ने हामीले किन सहयोग गर्ने, त्यो पनि कति ठाउँमा हुन्छ नि त होइन। त्यो हरेक कुरालाई चाहिँ हामीले एकदम भित्रैदेखि निहालेर र सबै ग्रुपमा छलफल गरेर, चाहे 100 जना हुन्छ या 150 अथवा कतिजना होला, 100-150 जना पक्कै नहोला होइन। तर भोलिको दिनमा 100 जना पनि हुनसक्छ या 150 भन्दा माथि पनि हुनसक्छ। त्यो हरेक कुरामा सानोभन्दा सानो कुरो चाहिँ हामी सबै ग्रुपमा छलफल गरौँ। तपाईँहरू एडमिन कतिजना बस्नुहुन्छ ल, 4 जना 5 जना 6 जना 10 जना एडमिन बस्नुहोस्। एडमिन हरेक कुरोमा अब जस्तै यो जति सङ्कलन गरेको छ एकजनाको एउटा उसमा जस्तो विश्वास हुन्छ, हामी सबैले एउटा विश्वास गर्न सकिन्छ, जस्तै गरी एउटा राख्न सकिन्छ होइन। मेरो चाहिँ भन्ने यति नै हो। अब कस्तो लाग्छ यति नै भन्न चाहन्छु। धन्यवाद है त। किनकि रोडमा हामी सबैले देख्छौँ अहिलेको सिचुएसन कस्तो छ भनेर, कस्तो छ भनेर, र दुबईको टेम्परेचरको हालतमा पनि सबैले बुझिसकेका छन् होइन। अब किनकि यो दुबईको टेम्परेचरहरूको कोहीले सहन सक्दैन पनि, त कति कुराहरूमा टेम्परेचरहरू कोही बाटोमा समाउनु लड्छ पनि, बिहोस हुन्छ पनि, या निद्रा पनि लाग्छ या के हुन्छ। मैले भने चाहिँ सबै कुरा ठिक छ, रिफन्डिङ जुन कोर्सको बारेमा ठिक छ, सबै कुरा ठिक छ, एडमिनको बारेमा पनि ठिक हो। अब केटाहरूको बारेमा चाहिँ ओपोनेन्टहरू सब आफ्नो मत व्यक्त गर्दाखेरि पनि कति कुराहरू प्रष्टकरण हुनु पऱ्यो होइन। ट्रान्सपेरेन्सी भयो भने सबैजना खुसी पनि हुन्छ होइन। ट्रान्सपेरेन्सीमा सबै कुरा हुन्छ नि, सबै कुराहरू ट्रान्सपेरेन्सी गरेपछि सबैजना छाता भन्छ क्या होइन। छाता खोल्दाखेरि एउटा छाताको एउटा निस्क्यो भने त्यसले गर्दाखेरि सबलाई अचकल्टो हुन्छ र नराम्रो हुन्छ भने त्यो छाता हुनु पऱ्यो होइन। सबै कुराहरू चाहिँ हुनु पऱ्यो। जस्तै उसले भनेको चाहिँ बिदा घर गएको खण्डमा त्यो कुराहरू जो पैसाहरू जम्मा पर्छ त्यो पर्दैन। किनकि ऊ घर गएको छ भने ऊ घर गएपछि उसलाई अवश्य उसलाई आर्थिक समस्या पर्छ नि। किनकि ऊ घर गएको छ, आफ्नो देशको आफ्नो घर गएको छ भने चाहिँ उसलाई आर्थिक असर जसरी नै असर पर्छ भनेपछि उसले त्यो खण्डमा जम्मा पार्नु पर्दैन त्यतिखेर होइन। अघिदेखि सुरुदेखि मैले सोचिरहेको थिएँ जग्गा दिउँ भन्ने कुरा। हामी सबै बराबरी हो, एडमिन भएपछि अलिक ठुलो भन्ने होइन। किनभने एडमिन भनेपछि त्यो म्यानेज गर्ने मान्छे पनि त चाहियो नि, एक्टिभ हुनु पऱ्यो त्यो। किनभने उसले ड्युटी पनि गर्नु छ, उसले कोष पनि कलेक्सन गर्नु छ
जस्तै जेबिसीको मान्छे कोषाध्यक्ष हुनुहुन्छ, पैसा उठाउनुहुन्छ, जस्ट एकजनालाई दिन्छ नि त कोषाध्यक्षहरू, उहाँ अब पैसा उठाउनलाई खवानिस त जानुहुन्न। त्यही भएर एकजनालाई उहाँलाई जिम्मेवारी दिएको छौँ, उसलाई चाहिँ हामीले एडमिन मान्ने हो है। त्यस्तो उहाँलाई हामीले एडमिन मान्ने हो। एडमिन भनेपछि हामी चाहिँ सदस्य हो भनेर सानोपन गर्ने कुरा आउँदैन, किनभने उहाँले दुःख गर्नुहुन्छ, म्यानेज गर्नु ड्युटी सँगसँगै काम पनि, त्यही भएर उहाँलाई एडमिन भनियो, जस नामाकरण गरियो। हामी सदस्य छँदैछौँ, हामीले त्यसरी बुझौँ, किनभने म्यानेज गर्नलाई पनि त चाहियो नि, आफूले टाइम दिनु पऱ्यो, त्याग दिनु पऱ्यो, ड्युटी छोडेर साथीले त्यहाँ पैसा लिनुको लाग्छ भने जानु पऱ्यो। त्यो अर्थमा चाहिँ हामीले उहाँलाई एडमिन भन्यौँ। अहिलेलाई चाहिँ तत्काललाई चाहिँ यति हो। अनि अर्को एउटा मृत्यु वा अस्थायी असक्त, अब कसैको मृत्यु भयो जस्तै अस्ति उहाँको होइन, र अर्को अस्थायी असक्त कसैको खुट्टा भाँच्यो हात भाँच्यो, अब काम गर्नै नसक्ने अवस्थामा पुग्यो भने चाहिँ त्यो बेलामा चाहिँ हाम्रो सदस्यभित्र परेछ भने चाहिँ उपलब्ध राहत कोष अनुसार विशेष सहयोग हुन्छ होइन। किनकि विशेष सहयोग भनेर चाहिँ अब हामीले गर्न सक्ने सहयोग गर्छ, हाम्रो एनआरसी टिमले गर्न सक्ने सहयोग चाहिँ उहाँलाई गर्छ है। के छ त हालखबर? आरामै हुन्छ एकदम। हजुरको शुभ नाम? मेरो नाम अजय छेत्री। हजुरको शुभ नाम? चाहिँ हाम्रो हाम्रो सोल्टी everyone is Wasant Ale from Nepal and today I'm here in Dubai. अब मिटिङ त सक्यो, खाइफुई गरेर नि हिँड्नु पऱ्यो। खानेकुराहरू सकिसकेको रहेछ त नि, ढिँडो पनि सही हो। कसरी खाइन्छ ढिँडो? यो ढिँडो चाहिँ यस्तो चप्प चोपेर चटनीमा डुबाइन्छ होइन, त्यहाँदेखि यो रसमा, अनि त्यसपछि हल्का चटनी, अनि त्यसपछि हल्का यो गुन्द्रुक, अनि त्यसपछि ल्वाप निल्ने मस्त कडा हाल्नुपर्छ। हाम्रै हो, मेसको हो, खाँदा हुन्छ, जसले खाँदा पनि हुने हो। अब के अरे चाउमिन भनेर चिकन चाहिँ नखानु, चिकन खाना चाहिँ नखानु, चाउमिन अर्डर गरेर भएन, बाँकी चाहिँ अरे नि हुन्छ। तिमीले के भनेको अरे? चिकन खाना, चिकन खानै भनेको साँच्ची हो साडी बाइक चलाउनु चाहिँ साह्रै माया लाग्छ सर, के भएको? किन तपाईँ बाइक राइडर होइन र? के हो? साह्रै माया लाग्छ। आज त म राइडर होइन, भोलि गर्छु पुनः राइडरमा। भोलि अलि आफूले हेरेर ऐनामा तिमीलाई देखेर साह्रै माया लाग्छ भने आफूलाई चाहिँ पानी क्या। आज चाहिँ राइडरहरूले त माया लागेर भोलिबाट चाहिँ म आफै माया लाग्दो हुन्छु। आम्रा हो केटा, के भयो? आजको कार्यक्रम कस्तो लाग्यो अनि के रमाइलो भयो, केटाहरू सबसँग भेट भयो, रमाइलो भयो। के बुझ्यो त नि आजको कार्यक्रममा चाहिँ हजुरले? अब मेन भनेको राइडर एक हुनुपर्छ, कसैलाई कति बेला के पर्छ भन्ने थाहा हुँदैन, सबैजना एकदम मिलेर हिँड्नुपर्छ। हामी चाहिँ मेन भनेको चाहिँ रिजन भनेको चाहिँ नेपाली कम्युनिटी एक हौँ। नेपाली भाइब हेर्नु छ, आउँदा हुन्छ यता। के फोटो हान्नु लाग्यो? डिएसएलबाट एउटा हानिदिउँ न सबजनालाई, एउटा मोमेन्ट यसबाट भन्दा राम्रो नआउँछ होइन। सबजना बस्छौँ न, सबजना के एक हान्ला र ग्रुपमा हानौँ क्या, सबजना आउनु यता पछाडि जानु, आउँ त सबजना ल सर, तपाईँलाई चाहिँ मेरो भ्लगमा स्वागत छ। आज हामी नेपाल राइडर कम्युनिटी ग्रुपमा होइन बाट चाहिँ त्यसको अब कसरी हामी अगाडि बढाउने, के गर्ने भन्ने विषयमा चाहिँ अब आजको विषयमा चाहिँ उपस्थित भएको थियौँ होइन। थोरै अब जो नयाँ व्यक्तिहरू आउनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ एउटा थोरै सल्लाह सुझाव दिनु होला नि त। धन्यवाद तपाईँको भ्लगमा मलाई नयाँ राइडरहरूलाई चाहिँ हाम्रो योमा चाहिँ यो संस्थामा चाहिँ हृदयदेखि स्वागत गर्न चाहन्छु, किनभने उहाँहरू पछि यो ग्रुप यो राइडर कम्युनिटीमा आयो भने उहाँहरूलाई धेरै सहयोग त मिल्नेछ। किनभने हामीले केसम्म गर्न सकिन्छ भने पछि उहाँहरूलाई केही कुछ भयो भने हामीले धेरै कुरा सहयोग गर्न सकिन्छ। अब त्यही भएर हाम्रो यो ग्रुपमा चाहिँ सबभन्दा
नेपाली जति पनि बाहिर भएको दाजुहरूलाई चाहिँ हामी एकदम हृदयदेखि स्वागत गर्न चाहन्छौँ। हामी चाहिँ यो भिडियोमा चाहिँ जो हामीले WhatsApp QR पनि राख्न सकिन्छ है। तपाईँहरू यदि दुबईमा आएर चाहिँ काम गर्दै हुनुहुन्छ अथवा कुनै ग्रुपमा एक्टिभ हुनुहुन्न अथवा हुनुहुन्छ पनि भने तपाईँहरू यो ग्रुपमा चाहिँ जोइन हुन चाहनुहुन्छ भने हामीले QR राखिदिएकोमा स्क्यान गरी चाहिँ जोइन हुन सक्नुहुनेछ हैन? सक्नुहुन्छ। जस्तै हामीले अब जस्तै हाम्रो यो सदस्यता ग्रुप चाहिँ हामीले अर्कै राखेको छौँ होइन। जस्तै हाम्रो एउटा ग्रुप छ, हाम्रो 150-60 जना चाहिँ एउटा ग्रुप छ। त्योबाट तपाईँहरू भित्र आउन सक्नुहुन्छ र तपाईँहरूलाई लागेको कुराहरू के राख्न सक्नुहुन्छ। किनभने हामीले चाहिँ सदस्यताको हिसाबले चाहिँ 20 दिराम चाहिँ हामीले राखेको छौँ। पर मन्थ चाहिँ हामीले 20 दिराम उठाउनेछौँ। हजुर, त्यो बिस्तारै यो हेल्प फाउन्ड हो होइन? हेल्प फाउन्ड, किनभने पछितिर भोलिको दिनमा हामी अब जस्तै नेपाली दाजुभाइ छौँ यहाँ हजारौँ छ, भोलिको दिनमा जसलाई पनि पर्न सक्छ। त्यही भएर हामी चाहिँ त्यो हिसाबले गरेर त्यो हेरेर अगाडि बढ्नु चाहिँ सबैलाई आग्रह गर्न चाहन्छु। हस्, धन्यवाद हजुरलाई। जय सर, के भन्न चाहनुहुन्छ तपाईँ? Yeah, what's up and namaste everyone. It's Vasant Dale from Nepal and today I'm here in Dubai and this is the Bor Dubai. And we organized one small meetup in Lumini restaurant. There is a lot of guys you can see here, right? And we have one unity and our group name is Nepal Writers Community UAE. And we are in Dubai now, right? And we are all, you can see here, all guys are the rider in Dubai. And सर्वप्रथम चाहिँ म नेपाली गाइजहरू जो नयाँ हुनुहुन्छ, जो नयाँ होइसिनुहुन्छ हाम्रो दुबईमा या अरू कन्ट्रीमा, उहाँहरूले सबभन्दा एउटा सजेसन चाहिँ के दिन चाहन्छु भन्दाखेरि इभन यु हेभ गट अ फाइन, राइट? तपाईँहरूले केही फाइन आयो भने त्यो चाहिँ सिरियसली नलिउँ है। सबैजनालाई चाहिँ यही भन्न चाहन्छु। जस्तै कि अब कुवेतमा एउटा नराम्रो घटना घट्यो। कुवेतमा एउटा नयाँ राइडर रहेछ होइन। अलमोस्ट कुवेत पुगेको चाहिँ काम गरेको 1 महिना 2 महिना 3 महिना जति भयो रहेछ। अनि उहाँले चाहिँ रेड सिग्नल हानेछ होइन। अब त्यो रेड सिग्नल भनेको जानी कसैले पनि हान्ने होइन। अनि सो उसले चाहिँ अब घरमा ऋण थियो अरे। अब ऋण सबैको हुन्छ सरी, ऋण लागोस् तर दिन नलागोस् भन्छ नि होइन। अनि त्यस्तै भएछ। अनि रेड सिग्नल हानेपछि उसलाई डिप्रेसनमा गएछ क्या। उसले सोच्दा भयो के सोचेछ होइन। लास्टमा सुसाइड डिसिजन लिएछ क्या। सबैजनालाई केटाहरूले नेपाली राइडरहरूलाई चाहिँ म यही सजेसन दिन चाहन्छु कि इफ यु गट अ रेड फाइन फ्रम द सुर्ता होइन, एउटा पुलिसबाट आरटिएबाट, डोन्ट टेक अ सिरियस है। तपाईँहरू नयाँ राइडरहरूलाई, तपाईँहरू पुरानो राइडरहरूले केही कुराहरू सजेसन गर्न सक्नुहुन्छ, केही इन्फर्मेसन दिन सक्नुहुन्छ। प्लिज तपाईँहरू नयाँ होइसिनुहुन्छ भने पुरानो राइडरहरूसँग धेरै इन्फर्मेसन लिन सक्नुहुन्छ है। यु क्यान सी दिस भिडियो अल्सो, हियर इज अ लट अफ इन्फर्मेसन फ्रम आवर गाइड्स, राइट? अनि दाइले पनि भन्नुभएको थियो, हाम्रो गाइड्सहरूले पनि सबैजनाले भन्नुभएको थियो। थ्याङ्क यू सो मच। अनि सब्सक्राइब टु आवर शिव बसेल सरलाई सबैजनाले युट्युबमा गएर सब्सक्राइब गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। नेपाल राइडर्स कम्युनिटी युएईबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई नमस्कार भन्न चाहे। धन्यवाद। ल सर, राम्रो चल्यो है। ल सर, ओके, गुड नाइट सर। ओके, टेक केयर। ल, अब छुट्टिने बेला भयो है हाम्रो। अब सबैजनासँग बिदा माग्नुपर्ने हुन्छ। कोही आएको छ? के आएकै छैन आज के त यहाँ पुरै भिडियो भइरहेछ कि त्यो अफ भएको मात्रै हो। लाइट अफ छ के? हेलो 8 आदमी जाएगा भैया। 8 आदमी। र आजको भिडियो चाहिँ मैले यति एन्डिङ हान्दै गएँ। अनि आज चाहिँ अब हामी अमेर साथी र म मात्र भएको छौँ यहाँ चाहिँ होइन। तिम्रो नाममा गर्दै मैले यो सुन देऊ न, लौ न, त्यति किनिदेऊ त। दारी त काटेको लाला नत्र। के कस्तो लाग्यो भिडियोहरू? सल्लाह सुझाव प्रतिक्रिया दिनु होला होइन। अनि तपाईँहरू पनि गरिदिनु होला, फलो पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला, सबैतिर सपोर्ट देखाउनु होला, सबै गरिदिनु होला। र तपाईँहरूको यदि राइडरमा हुनुहुन्छ होइन र तपाईँहरू एक्लो महसुस गरिरहनु भएको छ, एक्लो फिल गरिरहनु भएको छ भने फिल र महसुस एउटै बुझ्नुहोस्। तपाईँहरू होइन तल राखिदिएको स्क्यान QR स्क्यान गरी जोइन हुन सक्नुहुनेछ भन्दै आजको भिडियो यति व्यवस्थित गरिदिएको। ओके, बाई बाई, जय नेपाल।